दर्शकबिन सुपरखुदी हाइड्रोपावरले फागुन 4 गतेदेखि आइपिओ निष्कासन गर्ने। सुपरखुदी हाइड्रोपावर लिमिटेडले फागुन 4 गतेदेखि आइपिओ बिक्री खुला गर्ने भएको छ। कम्पनीले आयोजनमा प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँड पश्चात अब सर्वसाधारण लगानीकर्ताहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो। कम्पनीले जारी पुँजी 1 अर्ब 55 करोड रुपियाँको 20% अर्थात् 31 करोड रुपियाँ बराबरको 31 लाख किता शेयर निष्कासन गर्न अनुमति पाएको थियो, जसमध्ये 15,50,000 किता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि 1,55,000 किता साधारण शेयर विदेशमा रोजगार गरिरहेका नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँड गरिसकेको छ। त्यस्तै कम्पनीले 77,500 किता शेयर सामूहिक लगानी कोषहरूमा बाँडफाँड गरिसकेको छ। अब भने कम्पनीले दोस्रो चरणमा आफ्ना कर्मचारीहरूका लागि 31,000 किता छुट्टै बाँकी रहेको 12 करोड 86,50,000 रुपियाँ बराबरको प्रति शेयर 100 रुपियाँ अंकित मूल्यका 12,86,500 किता साधारण शेयर निष्कासन गर्न लागेको हो। आइपिओमा न्यूनतम 10 किताका लागि आवेदन दिनुपर्ने छ भने अधिकतममा 1 लाख किताका लागि आवेदन दिन सकिनेछ। निष्कासन बन्द छिटोमा फागुन 10 गते हुनेछ भने ढिलोमा फागुन 19 गते हुनेछ। आइपिओ निष्कासनको लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी BB इन्स्योर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।